हामीलाई चाहिँ अब होम ग्राउन्ड भन्ने बित्तिकै अब 90% चाहिँ हामीलाई पब्लिकको सपोर्ट हुन्छ होइन। हामीले चाहिँ त्यसमा अब जति पर्सेन्ट बाँकी रह्यो त्यो चाहिँ हामीले आफूले आफ्नो कमी कमजोरीहरू नगरेर खेल्ने भन्ने चाहिँ छ होइन। त्यही भएर हामीलाई एक होम ग्राउन्डमा गेम हुँदा चाहिँ हामीलाई एकदमै प्लस पोइन्ट हो। हामीलाई चाहिँ दर्शकको सपोर्टदेखि लिएर हामी अब सधैँ ग्राउन्डमा ट्रेनिङ गरिरहेको भएर पनि हामीलाई एकदमै सपोर्ट मिलेको छ यहाँ भएर चाहिँ होइन। जति हामीले इफोर्ट गर्नुपर्ने होइन, अब त्यो क्राउडमा चाहिँ हामीले त्यति धेरै इफोर्ट गर्नु परेन होइन, कराउनु परेन, दर्शकको सपोर्ट हुन्छ नि त हामीलाई। त्यही भएर अब हामीले त्यति कराएर आफ्नो इनर्जी खेर फाल्न पाएनौँ होइन। त्यही भएर चाहिँ मैले चाहिँ 90% भनेको होइन। दर्शकको सपोर्ट चाहिँ हामीलाई 100% नै हुन्छ होइन। बाँकी चाहिँ अब इफोर्ट लाउने भनेको हामीले हो, खेल्ने हामीले होइन। सपोर्ट चाहिँ छ हामीलाई दर्शकको पनि भलिबलमा। क्याप्टेनसिपमा चाहिँ अब त्यति प्रेसर छैन मलाई, किनकि अब सबै जुनियर बहिनीहरू पनि हुनुहुन्छ, आफूसँगै खेलेको साथीहरू भनौँ न, सबै मिक्स भएर खेलिरहेको। पहिलेदेखि अब टिममा भर्खरै नयाँ पनि आउनु भएको छैन, विगतदेखि नै हामी लामो समयदेखि अब भेट भइरहेको, ट्रेनिङ गरिरहेको भएर चाहिँ हामीलाई एकदमै सपोर्ट भइरहेछ। अनि हामीसँग कोचहरू पनि अब 3 जना हुनुहुन्छ होइन, हेड कोच अनि सहायक कोचहरू हुनुहुन्छ। उहाँले गर्दाखेरि पनि हामी क्लबहरूमा पनि ट्रेनिङ गरिरहेको भएर हामीलाई भनौँ न अब ट्रेनिङमा पनि एकदमै सपोर्ट मिलिरहेछ कोचहरूबाट पनि। त्यही भएर अब त्यति गाह्रो छैन। जुनियर बहिनीहरू पनि एकदमै अब भनौँ न अब गेममा पनि राम्रो छ। त्यही भएर पनि अब भलिबलमा अब आफ्नो टेक्निकहरू युज गर्ने हो नि त। त्यही भएर सबै कुराहरू राम्रो छ बहिनीहरूको पनि, अब सिनियर र जुनियरको सबै कुरा राम्रो छ। त्यही भएर त्यति धेरै गाह्रो चाहिँ छैन क्याप्टेनसिप। भन्नाले पनि हामी विगतमा अब इन्डियासँग खेलिरहेको, जहिले पनि हामी फाइनलमा पुग्दाखेरि इन्डियासँग हार्थ्यो होइन। त्यही भएर अब हामीले चाहिँ अब त्यो एउटा टुर्नामेन्ट जित्दा पनि हामीलाई एकदमै प्लस पोइन्ट भएको थियो। अब हामीले टार्गेट भनेको हाम्रो इन्डिया हो नि त। त्यही भएर इन्डियासँग जित्दाखेरि चाहिँ एकदमै खुसी भएको थियो। त्यही भएर चाहिँ सेलिब्रेसन गरेको हो हामीले चाहिँ होइन। अब गेममा कहिले हार कहिले जित भइ नै हाल्छ। अब हामीले चाहिँ अब त्योभन्दा पनि अझै बेस्ट खेलेर अनि टिमलाई बलियो बनाएर अब त्यो टिमलाई कसरी जित्ने, फेरि अनि फाइनलमा जितेर सेलिब्रेसन गर्ने चाहिँ धोको छ।